हेलो सम्पूर्ण धरानवासी आमा बुबा दाजुभाइ दिदीबहिनीहरू लगायत विशेष गरेर परा सरकारी पीडित अनि सिरिया बचत तथा सरकारी पीडित मित्रलाई म खेमबाट विशेष गरेर नमस्कार गर्न चाहन्छु। म एउटा महासङ्घको एउटा अभियन्ता भएको हिसाबले र एउटा बरा पीडित भएको हिसाबले र म आज एउटा आफूलाई मनमा लागेका केही शब्दहरू केही कुराहरू भन्न म यो भिडियो लिएर उपस्थित भइसकेको छु। मित्रहरू, हामी धरानका फापुङ यानि कि सिरिया बचत सहकारी संस्थाका पीडितहरू र हामी बरा पीडितहरू, बरा सरकारी पीडितका मित्रहरू, हामी 5 वर्षदेखि हामी लगातार लडिरहेछौँ र हामीले न्याय पाउँछौँ कि भनेर हामीले काठमाडौँको चाहिँ गृह मन्त्रालयदेखि लिएर सिंहदरबार हुँदै सरकारी विभागका सरकारी मन्त्रालय हामीले घेराउ मार्दा हामीले काहीँ पनि न्याय पाइरहेको अवस्था थिएन। तर जब यो जेएनजीको आन्दोलन भयो, जेएनजीको आन्दोलनपछि एउटा नयाँ सरकार बन्यो। त्यो नयाँ सरकारमा चाहिँ एउटा नेपाल अधिराज्यकै सबभन्दा ठुलो एउटा सरकार बनाउन एउटा पार्टी सक्सेस भयो, त्यो हो रासपा। अनि रासपाको एउटा नयाँ सरकार आइसकेपछि अहिले देशमा शान्ति भइरहेको छ र विभिन्न खालका ठाउँमा चाहिँ काम गरेको अवस्था पनि छ र अहिले जुन खालको एउटा सरकारी पीडितहरूको लागि पनि सरकारी पीडितहरूको पनि आवाज सुनेर चाहिँ सरकारी पीडितहरूको पनि बचत रकम चाहिँ एउटा फिर्ता गर्ने एउटा वातावरण एउटा रासपाको सरकारले एउटा जुन गरेको एउटा अभियान छ, यो अभियानले एउटा कानुनमा चाहिँ टिकेर एउटा हामीले बराले पनि एउटा पाउनुपर्छ भन्ने हामीले एउटा हाम्रो मान्यता थियो र नेपालभरिका 78 लाख सरकारी पीडितहरू सरकारी पीडितहरू छन् र यसमा केही सरकारीले चाहिँ अहिले समस्याग्रस्त भइसकेको सरकारीले चाहिँ विभिन्न किसिमको चाहिँ सरकारीमा डुबेको सरकारीका सञ्चालक भनौँदाहरूले चाहिँ लुकाएर राखेको सम्पत्ति छानबिन गरेर चाहिँ थोरै बहुत पैसा बचत फिर्ता गर्ने मात्र बढिरहेको अवस्था हुँदाखेरि हाम्रो यो धरानको चाहिँ एउटा बरा सरकारीले र सिरिया सरकारीले एउटा बचत फिर्ता पाउने मात्रा बढिरहेको अवस्था थिएन र हामीले विभिन्न ठाउँमा चाहिँ हाम्रो आवाजहरू सुनिरहँदाखेरि, हाम्रो गुनासोहरू पोखिरहँदा, हाम्रो आक्रोश पोखिरहँदाखेरि चाहिँ यो एउटा धरानकैमा धरानको स्थानीय सरकार यानि कि धरानकै उपनगरपालिकाको रोबरमा चाहिँ दर्ता भएर चाहिँ सञ्चालन भएको यो बरा सरकारी र सिरिया सरकारीको चाहिँ यसको सम्पूर्ण यसको आय व्यय र यहाँको के कस्तो छ यसको छानबिन गर्ने अधिकार सम्पूर्ण यहाँ धरान उपनगरपालिकालाई भएको हुँदाखेरि र हामीले कुनै पनि हालतमा धरानको चाहिँ यो बरा सरकारी एउटा नेपालकै ठुलो सरकारी मध्येको पनि एउटा सरकारी हो र यसमा अहिलेसम्म 11 अर्ब रुपियाँ चाहिँ बचतकर्ताको रकम हिनामिना गरेको डाटा छ। तर वास्तवमा यो राम्रोसँग हेऱ्यो भने 16-17 अर्ब चाहिँ यसले डाटा चाहिँ 16-17 अर्ब चाहिँ पैसा चाहिँ यसले बचतकर्ताको हिनामिना गरेको छ र कतिपय बचतकर्ताहरू ठुलो रकम हुने बचतकर्ताहरू अहिले फिल्डमा आइरहेको अवस्था छैन। तर हामी एउटा बराका चाहिँ शान्तिनो बचतकर्ताहरूले चाहिँ खुन पसिना बगाएर जम्मा गरेको अनि लाउरेदेखि चाउरीसम्म, नुन बेच्नेदेखि लिएर सुन बेच्नेसम्म, एउटा सडकमा मकै पुल्नेदेखि चटपटे बेच्नेदेखि लिएर चाहिँ ठुल्ठुला व्यापारी गर्नेदेखि लिएर चाहिँ एउटा धरानकै सिङ्गो व्यापारीहरूको चाहिँ पैसा डुबेको छ यसमा। र यो एउटा चान्चुने कुरो होइन, किनभने अहिले बचतकर्ताको चाहिँ यत्रो 11 अर्ब रुपियाँ चाहिँ पैसा चाहिँ झम पारेर चाहिँ बराका सञ्चालकहरू अहिले फरार भएको अवस्था छ र यिनीहरूलाई पक्राउ पुर्जी परिरहँदा पनि यिनीहरूलाई अहिलेसम्म सरकारले पौडिन सक्सेस भएको छैन र पढ्न किन चासो दिइरहेन, मलाई यो अनमलमा छु होइन। र चाँडोभन्दा चाँडो अहिले यो बराको सम्पत्ति छानबिन गर्ने एउटा सिङ्गो अधिकार एउटा स्थानीय सरकारलाई भएको हिसाबले र एउटा बरा सरकारी एउटा समस्याग्रस्त भएर घोषणा भइसकेको अवस्थामा एउटा यहाँ भइसकेको अवस्था छ र बराको सम्पूर्ण सम्पत्ति छानबिन गर्ने अधिकार एउटा
धरान उपनगरपालिकालाई भएको र धरान उपनगरपालिकाले चाहिँ अहिलेको जुन नयाँ बनेको कानुन 2074 को दफा अनुसार चाहिँ एउटा स्थानीय सरकारकै रोभरमा दर्ता भएको सहकारीलाई चाहिँ स्थानीय सरकारले नै त्यहाँको चाहिँ गतिविधि के भएको छ त्यसको छानबिन गर्ने अधिकार चाहिँ स्थानीय सरकारलाई भएको हिसाबले धरान उपनगरपालिकाले चाहिँ यो डुबिसकेको समस्याग्रस्त भइसकेको सहकारीको चाहिँ सम्पत्ति छानबिन गरेर बचतकर्ताको रकम फिर्ता गर्ने दायित्व धरान उपनगरपालिकालाई भएको अवस्था हुनाले धरान उपनगरपालिकाले कुनै पनि हालतमा चाहिँ एउटा व्यवस्थापन समिति खडा गरेर चाहिँ बराको सम्पत्ति छानबिन गरेर बरा पीडितहरूलाई चाहिँ बरा सहकारी पीडितहरूलाई चाहिँ आफ्नो डुबेको रकम थोर बहुत कति हुन्छ त्यसको छानबिन गरेर चाहिँ फिर्ता गर्ने दायित्व उपनगरपालिकाले भएको हिसाबले अहिले जुन खालको एउटा खिचलो भइरहेको छ एउटा चुनावको मामला आइरहेको छ र कहिले भन्छ मेयरले चाहिँ गर्न चाहिरहेको छैन, कहिले भन्छ वडा अध्यक्षले भान्सा लिन्छन् भन्ने एउटा जुन खालको चाहिँ एउटा भ्रम छरेर जनतालाई चाहिँ अनुलमा पार्ने अवस्था भइरहेको छ। र आज म के भन्दाखेरि म सम्पूर्ण धरान उपनगरपालिका चाहिँ कार्यभार मेयरज्यूलाई विशेष गरेर विषरी वडाका अध्यक्षज्यूहरू सदस्यज्यूहरू सम्पूर्ण अध्यक्षज्यूहरूलाई म के भन्नु गइरहेको छु भने आज नगरसभाको बैठक छ। यसमा कुनै पनि हालतमा तपाईँहरूले चाहिँ यो के अरे यो सहकारीको विषयमा चाहिँ तपाईँले कसैले पनि यसको विरोध नगरिकन धरानका चाहिँ यो सिरा सहकारी र बरा सहकारीको चाहिँ बचतकर्ताको रकम बिस्तारै छानबिन गरेर चाहिँ बराको सम्पत्ति खोज तलास गरेर फिर्ता गर्ने एउटा पात्र बनाउनको लागि तपाईँहरूले यो जुन एउटा 5 करोड रुपियाँ छुटाउने बजेट छुटाउने कुरो छ त्यो कुरा लिएर प्लिज तपाईँले विरोध नगरिदिनु होला। किन भन्दाखेरि त्यही धरानकै हामी पनि धरानकै हामी मतदाता हौँ र हामीले चाहिँ तपाईँलाई भोट दिएर जिताएर चाहिँ तपाईँलाई त्यो ठाउँमा पुऱ्याएको हो र भोलि तपाईँहरूले यो काम गर्नु भएन र भोलि बरा पीडितलाई धोका दिने काम गर्नु भने भोलि तपाईँले 84 को चुनावमा कुन मुख लिएर चाहिँ तपाईँहरू हाम्रो घर दैलेमा भोट माग्नुहुन्छ। यस कारणले गर्दाखेरि यदि यो काम तपाईँले सक्सेस गरिदिनु भएन र अहिले पनि तपाईँहरूले यो बरा सहकारीलाई चाहिँ छानबिन गर्ने विषयमा व्यवस्थापन समिति बनाउने विषयमा जुन एउटा नगरले एउटा बजेट छुटाउने विषय छ यो कुरामा तपाईँहरूले अहिले पनि विरोध गर्नुभयो भने अब आउने 84 को चुनावमा तपाईँहरूले जसले यो विरोध गरिरहनु भएको छ फेरि हामीले तपाईँलाई छानी तपाईँहरूलाई चाहिँ हामीले कालो मसो दलेर यो धरानबाट खेलाउनु नपरोस्। यसकारण म तपाईँलाई विनम्र अनुरोध के गर्न चाहन्छु भन्दाखेरि तपाईँहरूले चाहिँ यो अब 84 को चुनावमा तपाईँले हामीलाई सहयोग गरेर चाहिँ तपाईँलाई भोट जितेर चाहिँ फेरि तपाईँले सत्तामा पुग्नु मन छ भने तपाईँले हामीलाई यो बरा सहकारी र सिरा सहकारी पीडितहरूलाई चाहिँ कुनै पनि हालतमा न्याय दिलाउनको लागि तपाईँहरूको गोजीबाट तपाईँको ढिकुटीबाट हामीले यो पैसा हामीले मागेको होइन। किन भन्दा अहिले अफवा के छ भने धरान यिनीहरूले चाहिँ धेरै ब्याजले चाहिँ धरान सहकारीमा पैसा जम्मा गर्ने अनि अहिले सहकारीले खाएर भाग्ने अनि हामीले किन पैसा तिर्नुपर्ने भन्ने खालको जुन भ्रम तपाईँले छरिरहनु भएको छ यो 100% यो गलत छ। हामीले मेयर साहबसँग के सम्झौता गरेको छौँ भन्दाखेरि हामीले के सम्झौता गरेको छ भने व्यवस्थापन समिति खडा गर्नको लागि जुन चार्ट एकाउन्टेन्ट उहाँलाई जुन बराको आय व्यय र त्यहाँको चाहिँ सम्पत्ति लुकाएर राखेको सम्पत्ति छानबिन गर्नको लागि चाहिँ लाग्ने खर्च चाहिँ जुन कर्मचारीहरू लागिन्छ चार्ट एकाउन्टेन्टहरू लाग्यो होइन विभिन्न किसिमको कर्मचारीहरूलाई लाग्ने खर्च चाहिँ अहिले कहाँबाट ल्याउने हामीसँग बरा डुबिरहेको छ हामीसँग पैसा छैन। त्यस कारण अहिले तत्कालको लागि चाहिँ व्यवस्थापन समिति खडा गर्न र त्यहाँको व्यवस्थापन समितिभित्र काम गर्ने चार्ट एकाउन्टेन्टहरूलाई तलब दिनको लागि चाहिँ त्यो पैसा भनेको चाहिँ अहिले नगरसभाले छुट्टाएको 5 करोड बढी त्यो पैसा चाहिँ पीडितलाई बाँड्ने नभएर चाहिँ त्यही कर्मचारीहरूलाई दिनको लागि चाहिँ यो बजेट हामीले मागेको हो। र भोलि बराको सम्पत्ति छानबिन गरिसकेपछि चल अचल सम्पत्ति छानबिन गरेर आएको पैसाबाटै पहिला धरान उपनगरपालिकाले हामीलाई दिएको 5 करोड रुपियाँ हामीले फिर्ता गरेर र ब्याङ्कलाई तिरेर बाँकी रहेको पैसा चाहिँ बचतकर्तालाई थोरै बहुत बाँड्ने हुनाले यो कुरो तपाईँले क्लियर हुनुहोस्। हामीले धरान उपनगरपालिकाको बजेटबाट चाहिँ हामीले बचतकर्ताको पैसा हामीले फिर्ता पाऊँ भनेको खोजेको होइन। अहिले तत्कालको लागि धरान उपनगरपालिकाले चाहिँ व्यवस्थापन समिति खडा गरेर त्यहाँभित्र काम गर्ने कर्मचारीहरूलाई तलब दिनको लागि चाहिँ यो 5 करोड रुपियाँ अहिले चलाइने हो। र भोलि बराको सम्पत्ति छानबिन गरेर आइसकेपछि
बराबर लोन खानेहरू छन् उनीहरूबाट र बराका सञ्चालकहरूले चाहिँ हामी बचत खाताबाट उठाएको रकमले चाहिँ जग्गा जमिन किनेका छन्, सुन चाँदीहरू किनेका छन्, आफ्नो 84 व्यञ्जन खाएर आफ्नो चाहिँ 7 पुस्तालाई काट्टो घिच्नको लागि यिनीहरूले सम्पत्ति लिएका छन्। त्यो सम्पत्ति छानबिन गरिसकेपछि त्यहाँबाट आएको पैसा चाहिँ आइसकेको पैसा त्यो 5 करोड रुपियाँ चाहिँ जुन अहिले नगरपालिकाले लगानी गरेको छ त्यो पैसा हामीले रिटर्न गरेर बाँकी रहेको पैसा मात्र हामी बचत खाता फिर्ता हुने वातावरण भएको हुनाले गर्दाखेरि तपाईँलाई निर्धक्क भएर हामीलाई सहयोग गर्नुहोस् भन्दै र आजको विशेष गरेर आजको नगरसभा चाहिँ अग्रिम रूपले म शुभकामना दिन चाहन्छु। 20 वडाका अध्यक्षज्यूहरू, मेयर, सदस्य जति पनि यो जनप्रतिनिधि हुनुहुन्छ तपाईँहरू एक भएर चाहिँ यो धरानको चाहिँ एउटा यो नगरसभालाई तपाईँले सक्सेस बनाएर चाहिँ तपाईँले आज पास गर्नुहोस् र भोलिको दिनमा चाहिँ यो गुड न्युज सुन्न पाइयोस् र तपाईँले विशेष गरेर यो बडा सहकारी र सिरा सहकारीलाई चाहिँ यो धोका दिने काम नगर्नुहोस् भन्दै यो नगरसभाबाट चाहिँ 5 करोड रुपियाँ चाहिँ व्यवस्थापन समिति खडा गर्नको लागि चाहिँ तपाईँले छुट्याइदिनुहोस् भन्दै म बिदा हुन चाहन्छु र तपाईँले हामीलाई सहयोग गर्नुपर्छ। आउने 84 को चुनावमा हामीले व्यक्तिलाई नै हामीले हाम्रो काम हेरेर हामीले भोट दिनेछौँ र जसले हामीलाई अहिले यो हाम्रो दुखेको घाममा मलम लगाउने काम गर्नुहुन्छ व्यवस्थापन समिति भनेर 5 करोड रुपियाँ दिएर चाहिँ तपाईँले हामीलाई सहयोग गर्नुहुन्छ। जसले अहिलेको यो भूमिका निर्वाह गरिरहनु भएको छ, सबैले गर्नुभएको छ भने आगामी 84 को चुनावमा तपाईँलाई नै हामीले भोट दिएर जिताउनेछु भन्दै म सम्पूर्ण सहकारी द्वारा पीडितको तर्फबाट म तपाईँहरूलाई विनम्र अनुरोध गर्दै म बिदा हुन चाहन्छु र आजको यो बेलुकासम्मको यो नगरसभाले चाहिँ यो हाम्रो बडा र सिराको सहकारीको विषयमा चाहिँ गुड न्युज गर्दै हामीले 5 करोड रुपियाँ व्यवस्थापन समिति खटाउनको लागि छुट्याइदिनुहोस् भन्दै म प्लिज भन्दै म बिदा हुन चाहन्छु। हस् त, धन्यवाद।